नमस्कार, स्वागत छ। आज म तपाईहरुलाई त्रिवी सेवा आयोगको अनलाइन फर्म कसरी भर्ने सो सम्बन्धी जानकारी लिएर आएकी छु। कृपया यस च्यानलबाट प्रसारित हुने नियमित भिडियोहरू प्राप्त गर्नको लागि यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। र आजको विषय वस्तुतर्फ लागौं। सर्वप्रथम तपाईले आफ्नो गुगल ब्राउजरको वेबसाइट यो त्रिवी सेवा आयोगको वेबसाइट खोल्नु होला र यो टियु सर्भिस कमिसन को वेबसाइट खुलिसकेपछि यस्तो स्क्रिन देखा पर्छ। यसमा विभिन्न सूचनाहरू आइरहेको देख्न सकिन्छ। यिनीहरूलाई यसरी स्किप गर्दै जान सकिन्छ र त्यसपछि यो होम पेज यसरी देखा पर्छ। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ अनलाइन एप्लिकेसन कर्मचारी भनेर लेखेको छ र अर्को अनलाइन एप्लिकेसन टिचर भनेको छ। त्यसैले अब तपाईले केमा चाहिँ फर्म भर्दै हुनुहुन्छ सो आफूले कन्फर्म गरेर त्यही अनुसार एप्लिकेसनमा जानु होला। जस्तो मैले उदाहरणको लागि अनलाइन एप्लिकेसन फर टिचर भन्ने यो अप्सनमा क्लिक गरे अनि यस्तो स्क्रिनमा देखा पर्नेछ, जसमा तपाईहरुले देख्न सक्नुहुन्छ यो त्रिवी सेवा आयोगको फर्म भर्नको लागि कसरी भर्ने यहाँ इम्पोर्टेन्ट नोटहरू अनि इन्स्ट्रक्सनहरू राम्रोसँग दिएको छ। त्यो राम्रोसँग पढ्नु होला। अनि फर्ममा आवश्यक पर्ने कागजातहरू पनि यहाँ मजाले लिस्टिङ गरेर दिएको छ, देख्न सक्नुहुन्छ यहाँनिर। त्यसैगरी यो थप अब विभिन्न किसिमका विज्ञापनहरू छन्। त्यो विज्ञापनको प्रकृति अनुसार फरक किसिमका डकुमेन्टहरू अपलोड गर्नुपर्ने हुन्छ। त्यो डकुमेन्टहरूको बारेमा सबै कुराहरू यहाँ लेखिदिएको छ। तपाईहरुले राम्रोसँग यो पढ्नु होला। अनि यो एउटा महत्त्वपूर्ण जानकारी, हाम्रो डकुमेन्टहरू अपलोड गर्दाखेरि एउटा समस्या आउन गर्छ। त्यो चाहिँ यहाँ 2 MB भन्दा कम हुनुपर्ने छ भनिदिएको छ। यो कुरा ध्यान दिनु होला र सबै डकुमेन्टहरू पहिला रेडी गरेर रिड्युस गरेर साइज मेन्टेन गरेर त्यसपछि मात्रै फर्म भर्न तर्फ लाग्नु होला। 2 MB भन्दा कमका सबै डकुमेन्टहरू तयार गर्नु होला र त्यसको लागि यहाँ लिंक पनि दिएको छ आई लभ पीडीएफ भन्ने। यसमा विभिन्न साइजहरू मेन्टेन गर्नको लागि, साइज रिड्युस गर्नको लागि गर्न सकिन्छ अथवा मिलाउन सकिन्छ। जेपीजी माग्छ यसले। अनि तपाईहरुले अनलाइनबाट नै विभिन्न फर्म यो डकुमेन्टहरुका साइजहरू रिड्युस गर्न सक्नुहुन्छ। प्राय जेपीजी को साइजहरू हामीसँग रहेको साइजहरू स्क्यान गरेको साइज अलि बढी देखाउँछ, 2 MB भन्दा बढी हुन्छ र त्यो अपलोड हुन मान्दैन। त्यसलाई चाहिँ मेन्टेन गर्न तपाईहरुले अनलाइनबाटै रिड्युस गर्न सक्नुहुन्छ, मेन्टेन गर्न सक्नुहुन्छ। र एउटा महत्त्वपूर्ण जानकारी, तपाईहरुको यो सीवी पनि मागेको छ हैन। त्यो सीवी चाहिँ वर्डमा मान्दैन यसले। हाम्रो वर्डमा रहेको हुन्छ, त्यसलाई पनि जेपीजी बनाउनु होला। जेपीजी मा ट्रान्सफर गर्न अथवा त्यसलाई चाहिँ चेन्ज गर्नको लागि अनलाइनबाटै गर्न सकिन्छ। तपाईहरुले गुगलमा सर्च गर्यो भने विभिन्न वेबसाइटहरू तयार हुन्छन्, एप तयार छन्। त्यसको लागि हामीले जहाँबाट चाहिँ पीडीएफ अथवा त्यो फर्मेटहरू चेन्ज गर्न सक्छौं। वर्डमा रहेको डकुमेन्टलाई जेपीजी बनाउन सक्छौं। अनि यहाँ उमेर हद सबै कुराहरू मजाले दिएको छ, हेर्नु होला। अनि त्यसपछि तपाईहरुले कुनै टेक्निकल समस्याहरू आइराछ भने यो इमेल एड्रेस पनि दिएको छ र यहाँनिर फोन नम्बर पनि दिएको छ। अफिस टाइममा फोन गर्नुभयो भने टेक्निकल प्रब्लमहरूबाट चाहिँ हामी अगाडि बढ्न सक्छौं। तिनीहरुको त्यो त्रिवी सेवा आयोगको स्टाफहरूले हामीलाई सुझाव सल्लाह दिनुहुन्छ, सहजीकरण गरिदिनुहुन्छ। जुनसुकै समस्या आए पनि त्यहाँबाट गर्न सकिन्छ। र अब अगाडि कुरो रह्यो फर्म कसरी भर्ने भन्ने कुरा। फर्म भर्नको लागि लगइन गर्नुपर्ने हुन्छ। यहाँनिर लगइन बटन देख्नुहुन्छ र यसमा क्लिक गर्दाखेरि यस्तो अप्सन आउँछ। अब जसको पहिले नै भरिसक्नु भएको छ उहाँहरुलाई सबै आइडिया छ होला, इमेल एड्रेस र पासवर्ड हुन्छ उहाँहरुसँग र त्यसबाट लगइन गरेर मजाले तपाईहरु फर्म भर्न लाग्न सक्नुहुन्छ। अब यो कुराहरू नै धेरैलाई समस्या हुन सक्छ। कतिपय तपाईहरु एप्लिकेन्टहरु हुनुहुन्छ होला। अब नयाँ रजिस्टर गर्नको लागि यहाँनिर अप्सन दिएको छ। अब धेरैले नयाँ मान्छे हुनुहुन्छ होला फर्म भर्नको लागि। यो रजिस्टर हियर भन्ने अप्सनमा यसरी क्लिक गर्नुभयो भने यहाँ तपाईहरुलाई स्क्रिनमा यो तपाईको बारेमा डिटेल मागिराछ यसले। यति डिटेल चाहिँ तपाईहरुले एकदम फर्मल डिटेल दिनु होला।
फर्मल औपचारिक नै नाम राख्नु होला, फुल नेम राख्नु होला, त्यसपछि कन्ट्याक्ट नम्बर अनि इमेल एड्रेस, यो पासवर्ड मेरो पहिले नै यो भएको हुनाले देखाएको छैन। पासवर्डहरू चाहिँ तपाईँहरूले यहाँ वेबसाइटले अटोमेटिक जेनेरेट गरिदिया हुन्छ, त्यसलाई चेन्ज गरेर एउटा स्ट्रङ पासवर्ड चाहिँ राख्नु होला, जसमा क्यापिटल लेटर अनि यो क्यारेक्टरहरू सबै मिक्स गरेर स्ट्रङ पासवर्ड सेट गर्नु होला र त्यसलाई कन्फर्म गरिसकेपछि यो रजिस्टरमा क्लिक गर्नुभयो भने तपाईँहरूको त्यो रजिस्टर हुनेछ र फेरि तपाईँको चाहिँ यस्तै चाहिँ देखा पर्नेछ स्क्रिन। यो स्क्रिन देखा परिसकेपछि तपाईँले राख्नुभएको इमेल एड्रेस र पासवर्ड जुन सेट गर्नुभएको थियो त्यही पासवर्ड चाहिँ तपाईँले टाइप गर्नुपर्ने हुन्छ। यसरी आफ्नो पासवर्ड राखिसकेपछि लगइनमा जानु होला र यस्तो स्क्रिन देखा पर्नेछ। अब मेरो पहिले नै यो भइसकेको हुनाले यहाँ पासवर्ड साइजको फोटो देखाएको हो। तपाईँहरूलाई पहिलो अप्सनमा आउने छ, यहाँ भनिदिएको पनि छ। इन्स्ट्रक्सन मजाले पढ्नुभयो भने चाहिँ तपाईँले कुनै कन्फ्युजन गाह्रो हुँदैन। नत्र फर्म भर्दाखेरि त्यो नबुझ्यो भने टेक्निकल इररहरू प्रब्लमहरू आउँछन् अनि तपाईँहरूको समय अत्यधिक समय त्यसले कन्ज्युम गर्न सक्छ। त्यही भएर ध्यान दिएर यतातिर पढिदिनु होला। यहाँ भनिदिएको छ यो सूचना यो फारम भर्न लागेको कुरा यकिन गरेपछि कुनमा चाहिँ भर्ने हो त्यो यकिन गरेर मेक पेमेन्ट भन्नेमा मेक पेमेन्ट भन्ने अप्सन हुन्छ। पहिला चाहिँ हामीले पेमेन्ट गर्नुपर्ने सिस्टम यसमा चाहिँ रहेको रहेछ। जस्तो यहाँनिर यो अप्सन छ, यो मेक पेमेन्टमा गयो भने चाहिँ यस्तो अप्सनहरू यहाँबाट सिलेक्ट गर्छौँ। शिक्षण सिलेक्ट गर्ने हैन, त्यसपछि खुल्ला प्रतियोगिता हो कि तपाईँको के हो त्यो देखाउँछ हैन। अब यो यसरी चाहिँ देखाउँछ यो विभिन्न विधाहरूमा तपाईँहरूले कुनमा अप्लाई गर्दै हुनुहुन्छ। मेरो यहाँ सिलेक्टेड यो भएको हुनाले यसरी देखाइरहेको भइसकेको हुनाले यसरी देखाउँछ र त्यसपछि चाहिँ तपाईँले ओके गरिसकेपछि जस्तो मैले इक्जाम्पललाई यो गरिरहेको छु यस्तो गर्यो भने यो मेरो यस्तो अप्सन देखायो, यो पेड भनेर भनिरहेछ किनकि मैले पहिले नै फर्म भरिसके हुनाले यो सबै यस्तो देखाएको हो। तपाईँहरूलाई चाहिँ त्यो गर्दाखेरि त्यो सिलेक्ट गरेपछि यो मेक पेमेन्टमा क्लिक गर्नुपर्छ र त्यहाँबाट चाहिँ तपाईँहरूलाई पैसा तिर्नको लागि अप्सनहरू देखाउनेछ। त्यो अप्सनमा तपाईँको ई सेवा, कनेक्ट आइपिएस आदिहरू छ। कनेक्ट आइपिएसबाट तपाईँले फर्म पेमेन्ट गर्नुभयो भने त्यो केही एक दिन जति अथवा टाइम लाग्छ स्क्रिन तपाईँको फर्महरू अगाडि देखाउनलाई, त्यो कन्फर्म गर्नलाई। त्यही भएर नआत्तिनु होला, केही पनि हुँदैन। मजाले तपाईँले त्यो आइसकेपछि त्यसपछि फर्म देखाउँछ तपाईँलाई। त्यो फर्ममा व्यक्तिगत डिटेलहरूदेखि लिएर तपाईँको एकाडेमिक डकुमेन्टहरू जे छन् त्यो सबै अपलोड गर्ने अप्सनहरू क्रमशः गर्नुहोला। तर यहाँनिर एउटा कुरा के ध्यान दिनु होला भने यो कुरा पढ्न नबिर्सनु होला। शुल्क भुक्तान गरिसकेपछि स्टार्ट रजिस्ट्रेसनमा गई क्लिक गर्नुहोस् भनेको छ र यहाँनिर अप्सन हुन्छ जस्तो यो भ्यू डिटेल मैले भरिसके हुनाले भ्यू डिटेल भनेर देखाएको हो। तपाईँहरूलाई यहाँनिर अब यो स्टार्ट रजिस्ट्रेसन भन्ने अप्सन दिनेछ र त्यसपछि नयाँ फर्म खोल्नेछ। त्यो फर्ममा तपाईँले डिटेल भन्ने अरू के भने त्यो त अब सामान्य कुरा भयो र आवश्यक विवरणहरू भर्दै प्रत्येक पेजको अन्तिम बटनमा रहेको सेभ एन्ड कन्टिन्यू बटनमा क्लिक गर्यो भने त्यसपछि तपाईँको अर्को थप डिटेलहरू भर्नको लागि आवश्यक अप्सनहरू त्यहाँ दिएको हुन्छ र त्यसपछि यो अप्लाई एन्ड सबमिट इन्फर्मेसन बटन रहेको हुन्छ। त्यसमा भर्नु पूर्व तपाईँले चाहिँ ध्यान दिनुपर्ने कुरा चाहिँ भरेको डिटेलहरू सही छ कि छैन भनेर राम्रोसँग रुजु गर्नु होला। यहाँ भनिदिएको छ रुजु गर्नुहोस् भनेर, किनभने त्यो तपाईँले यो अप्लाई गरिसकेपछि चाहिँ त्यसपछि सच्याउन मिल्दैन र त्यसपछि यदि केही कुराहरू तपाईँको मिस्टेक भएको खण्डमा त्यो चाहिँ रद्द हुन सक्छ, तपाईँको एप्लिकेसन चाहिँ रद्द हुन सक्छ। त्यस कारणले यो कुरामा चाहिँ एकदमै ध्यान दिनुहोला र राम्रोसँग रुजु गरेर सही इन्फर्मेसन भइसकेपछि मात्रै तपाईँले सबमिट इन्फर्मेसनमा जानुहोला र सबै डकुमेन्टहरू तपाईँले पहिले नै रेडी राख्नुहोस् भने पहिले भनिसकेँ। त्यो गरिसकेपछि डकुमेन्टहरू क्रमशः मजाको अप्सन एकदमै कुनै गाह्रो नहुने एक एक गरेर अप्सनहरू दिएको छ। त्यसमा मजाले चाहिँ एक एक गरेर डकुमेन्टहरू अपलोड गर्न सकिन्छ। जेपिईजीमा ल्याउनु पर्छ तपाईँले। अनि त्यसपछि जो सिबीको कुरा छ त्यो सिबीलाई पनि जेपिईजीमा कन्भर्ट गर्नु होला। अनि त्यो चाहिँ अलि ठुलो पनि मान्छ है, 2 MB भन्दा ठुलो नि मान्छ, किनकि सिबी त कसैको अलि धेरै ठुलो हुन्छ नि, एक्सपिरियन्सवाला हुनुहुन्छ होला।
उहाँहरूको अलिक ठुलो हुन्छ त्यसमा नआत्तिनु होला, तर मर्ज चाहिँ गर्नुपर्छ, किनकि जेपिजी भनेको 4 पेजको हुँदैन, यो त एउटै पेजमा देखिने हो। त्यसैले अब त्यहाँनिर प्रब्लम आउन सक्छ है धेरैजनालाई, के भने सिबी चाहिँ तपाईँको तीनवटा पेजमा छ, अनि त्यसलाई तपाईँले जेपिजीमा कन्भर्ट गर्नुभयो। जेपिजी 2-3वटा जेपिजी अथवा फोटोहरू 3-4वटा फोटोहरू आउन सक्यो, 3-4 पेजको फोटोहरू आउन सक्यो। अब के गर्ने भन्दाखेरि, किनभने यो अनलाइनले चाहिँ तपाईँलाई जेपिजी भन्दा अरू मान्दैन, फेरि त्यो जेपिजी फोटो एउटै मात्र अपलोड गर्न पाइन्छ। अब के गर्ने त भन्दाखेरि, तपाईँले गुगलमा गएर मर्ज फोटो भन्ने मर्ज फोटोमा जानु होला कि जेपिजी मर्ज गर्नु होला। त्यो मर्ज गर्दाखेरि तपाईँको एउटै फोटो बनेर आउँछ, र त्यसो हुँदाखेरि साइज त अलिक ठुलो हुन्छ, त्यो मानिहाल्छ यसमा। त्यसको लागि सिबीको लागि चाहिँ अलिक ठुलो साइज पनि यसले लिँदो रहेछ। 2 MB भन्दा ठुलो पनि केही फरक पर्दैन। तपाईँहरूले पहिला चाहिँ त्यो कुरा ध्यान दिनु होला है। धेरैलाई त्यो कुराले समस्या पारिरहेको मैले बुझेको छु। त्यसपछि अब यहाँ भनिदिएको छ यो नोटिसहरू, अब माई एप्लिकेसनमा गई आफ्नो मोडिफाई बटनमा गएर आवेदनलाई परिमार्जन चाहिँ गर्न सकिन्छ। अनि थप कागजातहरू पछि डकुमेन्टहरू अपलोड गर्न देखिन्छ। त्यो अप्सनहरू सबै अप्सनहरू दिएको हुन्छ, र त्यसमा अन्य यो थपथाप गर्ने काम चाहिँ त्यसपछि गर्न सकिहालिन्छ। त्यसपछि मात्रै अप्लाई एन्ड सबमिट इन्फर्मेसनमा गएर अप्लाई गर्नु होला, र त्यसपछि चाहिँ यस्तै देखाउनेछ तपाईँको पनि। यहाँनिर यो पासपोर्ट साइजको फोटो, मेन भनेको यहाँ यो अप्सन चाहिँ भ्यू डिटेलमा जानु हो भने तपाईँको कन्फर्म भइसकेपछि यस्तो हुन्छ। तपाईँको मोबाइलमा मेसेज अथवा इमेलमा पनि आउँछ, तपाईँको चाहिँ फर्म एप्रुभ भयो भनेर आउँछ। यस्तो चाहिँ मेरो यसरी यो डिटेल यहाँ देखाएको छ। यस्तो चाहिँ तपाईँहरूले यसरी भर्न सक्नुहुन्छ। अब यति जानकारी गराए। मेन सिबीको कुरा भनिरहेको छु, त्यसमा समस्या आउन सक्छ। कसैको सिबी 2-3 पेजको छ भने त्यसलाई चाहिँ पहिला जेपिजीमा कन्भर्ट गर्ने, र त्यस पछाडि चाहिँ तपाईँले त्यसलाई मर्ज गर्नु होला। यसो गरेर तपाईँले घरबाटै मजाले आफैले फर्म भर्न सकिन्छ। त्यो लाइन लागेर त्यो भर्ने ठाउँमा जानु आवश्यक भएन। मलाई लाग्छ आजको यो जानकारीले तपाईँहरूलाई यो अनलाइन फर्म कसरी भर्ने भन्ने कुरामा सहजीकरण भयो होला, र आगामी दिनमा पनि केही जानकारीमूलक भिडियोहरू यस च्यानलबाट प्रसारित हुने नै छन्। ध्यान दिएर सुनिदिनु भएकोमा सम्पूर्णमा धन्यवाद। आजलाई यति नै।